महानुभावहरुमा पुनः स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउँदैछु। कार्यक्रमको सभापतित्व गरिदिनु हुन म चितवन जिल्ला सभापति कृष्ण प्रसाद भुषालज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै हामीमा पार्टीको केन्द्रीय सभापति हाम्रो आस्थाका धरोहर जनताका विश्वासका भरोसाका एकमात्र पात्र आदरणीय पार्टी सभापति ज्यूलाई म विशेष उपस्थितिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै सचिवालय सदस्य हरि ढकाल ज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अगाडि कृपया साथीहरू भिडभाड नगरिदिनु होला। अगाडिको कुर्सी भन्दा पछाडि व्यवस्थित गराउन जिल्ला राज्य सम्पर्क हार्दिक अनुरोध गर्दछु। मैले के अपराध गरेको होइन, मैले कुनै अपराध गरेको होइन। मेरो अपराध यति हो कि आदरणीय मतदाताहरूले मलाई जेका लागि संसद पठाउनु भएको थियो मैले त्यही काम इमानदारीका पूर्वक गरेँ। मेरो गल्ती त्यति हो, मैले त्योभन्दा बढी कुनै अपराध गरेको छैन। म माथि मुद्दा लगाउने सरकार अपदस्थ भएर भाग्यो, तर तिनले लगाएको मुद्दाको बिख शरीरभरि बोकेर म फेरि तपाईँको आशीर्वाद थाप्न आएको छु। थाहा छैन यो भेट त्यसपछिको भेट के हुन्छ मलाई थाहा छैन। सरकार त अपदस्थ भयो, ऊ त हेलिकप्टर चढेर भाग्यो, तर म माथिका मुद्दाहरू आज पनि कतै मुद्दा चढिरहेको छ। आज अदालतमा हाजिर हुन आएको छु। गुण लगाउँछु भन्दै रहेछन्।